मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। विपक्षी बेन्चतर्फ मान्य सदस्यहरू उठ्नु भएको छ। के का लागि उठ्नुभयो? मैले आज पनि केही मान्य सदस्यहरूले आकस्मिक समय माग्नु भएको छ। केही विषयवस्तुहरूलाई त्यसलाई दिनुपर्ने छ। त्यसै गरी हाम्रो कार्यसूचीमा प्रवेश गर्न नसकेको केही दिन भइरहेको छ। यसले गर्दा मान्य सदस्यहरू बसेर हामी कार्यसूचीमा प्रवेश गरौँ, सभा सञ्चालन गरौँ। त्यसपछि आफ्ना कुराहरू राख्ने मौकाहरू मिल्छ नै सबैलाई। त्यसरी सभा सञ्चालन गर्नलाई सहयोग गर्न म अनुरोध गर्छु। मान्य सदस्य ऐन महरले बोल्न चाहनु भएको हो? नै, सबैलाई त पालोमा दिन्छु, सबैको नि पालो आउँछ। तर तपाईँले अहिले बोल्न चाहनु भएको हो? कसले बोल्नुहुन्छ तपाईँको दलको तर्फबाट? हस्, उहाँलाई माइक दिनुहोस् र अरू मान्य सदस्यहरू बस्नुहोस्। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। मान्य सदस्य क्षितिज थेपे। सम्माननीय सभामुख महोदय, हो हामी नीति निर्माणका निम्ति आएका हौँ। के नियम कानुन निर्माण गर्नुपर्ने हो, संविधानसँग नबाजिने गरी राष्ट्रिय हितका निम्ति भोग प्यास नबनी, सार्वजनिक विधा नबनी, अहोरात्र नबनी पूर्ण रूपमा कानुन निर्माणको निम्ति दत्तचित्त रहेको जानकारी गराउन चाहन्छौँ। पूर्ण रूपले आजै कहाँ के सहमति दिनुपर्ने हो त्यो सहमति पनि दिन चाहन्छौँ र यो विषय अलिकति पनि दुविधा नरहन अनुरोध गर्न चाहन्छु। तर आज विरोधका निम्ति विरोध गर्न उभिएको छैन सभामुख महोदय। यस्तो गम्भीर विषय, संवेदनशील विषय, राष्ट्रिय सीमासँग जोडिएको विषय आज बोलेन भने इतिहासले पनि माफ गर्दैन भनेर बोल्न उभिएको छु सभामुख महोदय। यो केवल एउटा पार्टीको विषय मात्र रहेन, राष्ट्रलाई शिरमा राखेर हेर्नुपर्छ। सत्तापक्षका माननीय संसदज्यूहरू सहीलाई सही, गलतलाई गलत भनेर परिवर्तनशील नारा लिएर आउनु भएको थियो। जान्नलाई छान्ने, राम्रालाई छान्ने भनेर नारा लिएर आउनु भएको थियो। मलाई पूर्ण आशा लागेको थियो आज मुलुकको विषय बनेको छ, देशको परराष्ट्र सम्बन्धको विषय बनेको छ, देशको सुरक्षा सम्बन्धी विषय बनेको छ, राष्ट्रियताको विषय बनेको छ, देशको सिमानाको विषय बनेको छ। यति महत्त्वपूर्ण विषयमा, यस्तो राष्ट्रिय इस्युमा, मुलुकको इस्युमा प्रतिपक्षका सांसदहरू मात्र उभिने होइन। यो विषयमा हामी पनि एकमत एकताका साथ यो गरिमामय संसदमा उभिएर साथ दिनेछौँ, गलतलाई गलत बन्नेछौँ भन्ने पूर्ण आशा लागेको थियो सभामुख महोदय। खबर केही छैन। तर सम्माननीय प्रधानमन्त्री दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निर्कोल गर्नुपर्ने छ र यसको एकमात्र विधि भनेको सम्माननीय प्रधानमन्त्रीज्यूकै भाषा र शैलीमा यो गरिमामय सदन मार्फत उहाँले मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ र यो कदम यथाशीघ्र अगाडि बढाएर यति महत्त्वपूर्ण बजेट सम्बन्धी र महत्त्वपूर्ण कार्यसूची सम्बन्धी छलफल गर्ने प्रारम्भ गतिरोध अन्त्य गरेर यो वातावरण निर्माणको निम्ति सभामुखसँग अनुरोध गर्न चाहन्छु। सभामुख महोदय, जेठ 15 गते अर्थ बजेट आयो, संसदमा आर्थिक विधेयक दर्ता भयो। उक्त आर्थिक विधेयकमा 20 लाखदेखि 30 लाख पर्ने इलेक्ट्रिक भेहिकलको दर छुटेको थियो। भोलिपल्ट मन्त्रालयको वेबसाइटबाट डिलिट भयो र फेरि छुट भएर म छुट्याइहालेँ सभामुख महोदय, फेरि सच्याएर मन्त्रालयको वेबसाइटमा अपलोड गरियो। हामी त सोझो मान्छे, लागेको थियो मानवीय त्रुटि हो, टाइपिङ मिस्टेक हो। तर सभामुख महोदय, आज मिडियाभरि प्रश्न छन्, समाजमा प्रश्न बजारमा कोलाहल छ। यो त टाइपिङ मिस्टेक होइन रहेछ, नियतवश गरिएको रहेछ। आज भन्सारका कर्मचारी निलम्बित भइसक्नु भएको छ। सभामुख महोदय, यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने भने त एउटा भरियाले बोक्न नसक्ने रहेछ। यो त ठुलो ट्रक चाहिने रहेछ सभामुख महोदय। संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइट अपलोड भएको आर्थिक विधेयक फरक छ। यसलाई संसदले गम्भीर रूपमा लियोस् र माननीय अर्थमन्त्रीज्यूले नैतिक रूपले यसलाई जिम्मेवारी लिनुहुनेछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। र सभामुख महोदय, यो विषयलाई अत्यन्त गम्भीर लियोस् र चाँडोभन्दा चाँडो गतिरोध अन्त्य होस्। सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँकै भाषा र शैलीबाट यो गरिमामय संसद मार्फत उहाँले जनता समक्ष भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुहुने अनुरोधका साथ र यो विषय नभइन्जेलसम्म हामीले यो विरोध गरिरहने पनि जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य हर्कराज राईले बोल्नको लागि समय माग्नु भएको छ, तर म आज
सदन सुचारू भइसकेपछि यहाँलाई समय दिनेछु। अहिले बसेर सहयोग गर्नुहोस्। म समय दिन्छु। यहाँले समय माग्नु भएको छ, समय दिन्छु यहाँलाई। मान्य सदस्य महेन्द्र बहादुर साईलाई छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्। मैले जानकारीमा छ तपाईँले समय मागेको, म समय दिन्छु। सम्माननीय सभामुख महोदय, यतिखेर हामी महत्त्वपूर्ण विषय बजेट अधिवेशनको छलफलमा जुटिरहेका चाहिँ छौँ। यो देशका लागि, देश निर्माणका लागि यो अत्यन्तै महत्त्वपूर्ण समय चाहिँ हो। र सम्माननीय सभामुख महोदय, विषय गम्भीर चाहिँ उठे। गम्भीर विषयहरू चाहिँ उठ्दा स्वाभाविक रूपमा प्रतिपक्ष दलहरूले आफ्नो जिम्मेवारी, आफ्नो दायित्व चाहिँ पुरा गर्नुपर्दछ। र अहिले जे चाहिँ भूमिका निर्वाह चाहिँ गरेको चाहिँ छ र एउटा राम्रो कुशल एउटा प्रतिपक्षको भूमिका निर्वाह चाहिँ गरिरहेका छन् सभामुखज्यूले, त्यो महसुस चाहिँ पक्कै पनि गर्नुभएकै होला। र हामीले सभामुखज्यूलाई म के आग्रह गर्दछु भने संसदमा पेलेरै चाहिँ लिएर अगाडि बढ्दा सही गन्तव्यमा चाहिँ पुग्न सकिँदैन। सभामुख भनेको अभिभावक चाहिँ हो। संसदको गरिमालाई चाहिँ बढाउने, गरिमालाई कायम राख्ने र साँच्चैकै सर्वोच्च निकायको भूमिका पुरा गराउनेमा सभामुखको मुख्य निर्णायक चाहिँ भूमिका रहँदै आएको छ र रहन्छ पनि। त्यसो हुँदा अहिले जे विषयहरू उठाइएका चाहिँ छन्, अहिले मुख्य गरी गम्भीर विषय, राष्ट्रियताको विषय माथि जसरी सम्माननीय प्रधानमन्त्रीले जसरी बोल्नुभयो, यो गम्भीर चाहिँ त्रुटि चाहिँ हो, यो कमजोरी हो। यसका बारेमा फेरि एकपटक संसदमा आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा चाहिँ बोल्नुपर्दछ। यो माग सायद अन्जायज चाहिँ माग हो भन्ने कुरा चाहिँ लाग्दैन। आम चाहिँ नेपाली नागरिकले यो विषय प्रतिपक्ष दलहरूले अनावश्यक बगेडा चाहिँ संसदमा झिकिरहेका छन् भन्ने कुराहरू अवश्य पनि बुझेका चाहिँ छैनन्। यो गम्भीर विषय हो। यसका बारेमा चाहिँ के हो त, सरकारको प्रधानमन्त्रीको के हो, यत्रो विषय उठिसक्यो। आम जनताले थुप्रै यसका बारेमा चाहिँ प्रतिक्रिया चाहिँ दिइसके र सारा चाहिँ मिडियाहरूले अहिले यही विषयलाई लिएर तपाईँको चाहिँ ठुलो हाइलाइट चाहिँ गरिराखेका चाहिँ छन्। गम्भीर विषय हो। यसका बारेमा चाहिँ फेरि एकपटक प्रधानमन्त्रीले आफ्नो धारणा, आफ्नो प्रतिक्रिया दिनैपर्छ सभामुख महोदय। नदिएसम्म जनताले त्यो खोजेका चाहिँ छन्, जनताले त्यो जवाब खोजेका छन्। त्यो जवाब दिने कुरामा हामीले आनाकानी चाहिँ गर्नु हुँदैन। सँगसँगै फेरि एकपछि अर्को फेरि सरकारले काण्डै काण्ड फेरि उठाउँदै आइराखेका चाहिँ छ। फेरि अहिले तपाईँको अर्थमन्त्रीको विषयमा फेरि गम्भीर विषय उठेको चाहिँ छ। संसदमा बजेट चाहिँ पेश भएको चाहिँ छ, तर तपाईँको भन्सारबाट तपाईँको चाहिँ अझै तपाईँको चलखेलको आधारमा, मिलिमतको आधारमा केही तपाईँका कामहरू चाहिँ भए भन्ने कुराहरू फेरि उठिरहेको चाहिँ छ। यसका बारेमा पनि फेरि के हो, जनताले यसको पनि जवाब खोजेका चाहिँ छन्। प्रतिपक्ष दलहरू यसको जवाब खोजेका छन्। यसका बारेमा सम्माननीय सभामुख महोदय, हजुरले यसलाई चाहिँ पेलेर लिने नीति लिनुभन्दा सबै तपाईँको राजनीतिक दलहरूसँग आवश्यक छलफल गर्ने, सरकारसँग आवश्यक छलफल गर्ने र त्यसपछि साँच्चीकै हामी सबै चाहिँ एक ठाउँमा उभिएर प्रतिपक्षलाई पनि साथमै लिएर मात्रै हामी सही गन्तव्यमा पुग्न सक्छौँ सभामुख भए। त्यसका लागि तपाईँहरूकै नै, तपाईँकै हजुरकै भूमिका चाहिँ महत्त्वपूर्ण भूमिका चाहिँ रहन्छ। यसका लागि सम्माननीय सभामुख महोदयले ज्यूले यसका लागि आवश्यक चाहिँ पहल गरेर, बोलाएर, छलफल गरेर यो उठेका समस्याहरूको समाधान गरेर नै सदन चलाउँदा राम्रो हुन्छ। यो हामी सुरुवातीकै चरणमा चाहिँ छौँ। सुरुवातीकै चरणमा हामी गलत बाटोमा गयौँ भने सभामुख महोदय गाह्रो हुन्छ, हामी सही ठाउँमा पुग्दैनौँ। हाम्रो समस्या भनेको राष्ट्र निर्माणकै मुख्य कुरा हो। जनताले खोजेको समग्र भौतिक पूर्वाधार विकासको कुरा जनताले खोजेका चाहिँ छन्। आर्थिक समृद्धि हुनुपर्छ, रोजगारी सृजना हुनुपर्छ भन्ने कुरा जनताले के खोजिरहेका छन्। सुशासनको विषय खोजिराखेका छन्, सामाजिक न्यायका विषयमा जनताले खोजिराखेका छन्। यसमा चाहिँ हामी सबै, हाम्रो सबै राजनीतिक दलहरूको साझा एजेन्डा हो, साझा विषय हो। यो साझा विषयलाई कार्यान्वयन गर्नका लागि हामी चाहिँ एक ठाउँमा उभिएर मात्रै ती तमाम चाहिँ समस्याहरू, राष्ट्रका समस्या समाधान गर्न सक्छौँ। यसका लागि सभामुख महोदयले नै अभिभावकीय भूमिका निर्वाह गर्नु नै छ भन्ने कुराको अपेक्षासहित मेरो भनाइ यहीँ राख्छु। र यदि तपाईँको पेलेरै जाने चाहिँ नीति लिनुभयो भने राम्रो चाहिँ हुँदैन, राम्रो बाटो गइँदैन। यो कुरा तपाईँहरूको बिचमा राख्दै मेरो भनाइ आजको धन्यवाद। मान्य सदस्य युवराज दुलाललाई म समय दिन्छु। छोटकरीमा भयो उहाँले। मान्य सदस्य निष्कल राई, अनि मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय,
बजेट अधिवेशनमा हामी छलफलमा हुनुपर्ने बेलामा हामी उठि पनि रहेका छौँ, तर यो गम्भीर विषय पनि छ। सम्माननीय सभामुख महोदय, म इलामको मेची स्थान 26 नम्बर पिलर भन्छ, त्यसको मुनि नाखापानी भन्ने ठाउँ छ, त्यसको नजिक सानो श्रीबुङ केची गाउँमा जन्मी हुर्केको मान्छे। अहिले पनि त्यो मेरो क्षेत्रहरूमा सीमा सम्बन्धी समस्याहरू केही छ। तर म आज पनि सर्वोच्च संसदमा उभिएर भन्छु, नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन अथवा भूभाग मिचेको छैन। नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनेर हामी आवाज उठाइरहेका छौँ। तर सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नु भएको छ। सामाजिक सञ्जालमा पनि अझ उहाँका शुभचिन्तकहरूले पनि नभएका प्रमाणहरू सृजना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागि परेका छन्। यो तहको राष्ट्रघात गर्न उहाँहरूलाई किन मन लागेको हो? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दैछौँ हामी, अथवा कस्तो समाजको परिकल्पना हामी गर्दैछौँ? त्यसैले सभामुख महोदय, हामी प्रतिपक्षी दलहरूले विगत केही बैठकदेखि यस सम्मानित सदनमा ठुलो आवाजमा नेपाल सीमा अतिक्रमणकारी देश होइन भनेर प्रमाणित गर्न खोजिरहेका छौँ। प्रधानमन्त्रीज्यूले यस सम्मानित सदनमा स्वयं आफै उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्छ भनेर माग गरिरहेका छौँ। हामीलाई लागेको थियो राष्ट्रको अस्मितामाथि धावा बोल्दै गर्दाखेरि सदनको अभिभावकको हैसियतमा सभामुख महोदयले अभिव्यक्ति हटाउन निर्देशन दिनुहुनेछ भन्ने लागेको थियो, तर त्यसो हुन सकेन। त्यसैले आज पनि हामी सभामुख महोदयको साथ चाहन्छौँ, अभिभावकत्व चाहन्छौँ, तपाईँको शालीनताको उच्च कदर पनि गर्दछु। रोस्ट्रममा प्रधानमन्त्रीज्यूलाई बोलाएर यस विषयमा जवाफ दिने र उहाँले राष्ट्रहित विपरीत बोलेका कुरामा उहाँबाट आत्मालोचना होस् भन्ने चाहन्छु। सभामुख महोदय, खुट्टा नकमाइकन हजुर मार्फत हामी रुलिङ चाहन्छौँ। यो देशलाई एकीकरण गर्न विश्वभर उपनिवेश प्रथा हावी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड एकबद्धता राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा लगायत महान योद्धाहरूको योगदानको कथा हामीले पढ्दै आएका छौँ। मलाई सम्झना छ, श्रद्धेय प्रधानमन्त्रीज्यू मेयर हुँदै गर्दाखेरि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर प्रधानमन्त्रीज्यूले पनि त्यो इतिहास पढ्नुभएकै होला। आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ? प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवा भन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला। त्यसैले आज ती अमर शहीदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेएनजी विद्रोहका शहीदहरूप्रति हामी सम्झन चाहन्छौँ। सम्मान प्रकट गर्दै हामी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका सदस्यहरू आज यस गरिमाको सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु र साथीलाई उठ्न पनि अनुरोध गर्दछु। समय सुरु। मान्य सदस्यहरू, प्रतिपक्षी बेन्चतर्फका मान्य सदस्यहरूबाट हामी प्रतिनिधि सभाको एउटा सम्मानित सभा जुन सभामुखले चलाउने हामी सबैले नियमावलीमा स्पष्ट पारेका छौँ र प्रतिनिधि सभाको सभामुखले सभा चलाइरहेको बेला फरक विषयमा आफ्नो विषयवस्तु राख्ने गरी समय माग्नुभयो र समय सभामुखले दिइसके पछाडि हामी सबै सदस्यहरू आफ्नो ज्यान आहुति दिनुहुने तमाम शहीदहरूप्रति हामी सधैँ सम्मान गरिरहेका छौँ र गरि पनि रहनेछौँ। सँगसँगै त्यही शहीदहरू र ती शहीदहरूका परिवारले एउटा उच्च सभा, प्रतिनिधि सभाको परिकल्पना गरेर प्रतिनिधिहरूलाई निर्वाचित गराएर पठाएको यो सभा र यो सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु। सभा जस्तै गरी सञ्चालन गर्नको लागि मान्य सदस्यहरूले सहयोग गर्नलाई म सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु र मैले मान्य सदस्य खुशबु ओलीलाई समय दिन्छु। मान्य सदस्य विश्वराज पोखरेल बस्नुहोस्।
माननीय सदस्य खुसबु ओलीलाई छोटकरीमा आफ्नो कुरा राख्नुहोस्, अरू माननीय सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, असार 19 गतेदेखि सदन अवरुद्ध र स्थगित छ। बाहिर आम नागरिकहरूले देख्दा प्रतिपक्षले सदन अवरोध गरेको जस्तो देखिन्छ, तर वास्तविकता के यो हो त? आज म सदनमा एउटा प्रस्ताव राख्न चाहन्छु। यो सदन अवरोध खुलाउने एउटै मात्रै उपाय छ कि त यस सदनले हस्ताक्षर सहित भन्नु पर्यो नेपालले भारतको भूभाग मिचेको हो भनेर सदनले स्वीकार गर्नु पर्यो। किनभने जुन किसिमको अवरोधको चाहिँ संज्ञा प्रतिपक्षलाई दिइराखेको छ, त्यसले गर्दा त यही नै लाग्छ कि यो सत्तापक्ष जो यहाँ हुनुहुन्छ उहाँहरू त प्रधानमन्त्रीले दिनुभएको वक्तव्यमा सहमति जनाउनुहुन्छ। यदि त्यस्तो हो भने हस्ताक्षर सत्तापक्षबाट सुरु गरौँ। प्रधानमन्त्रीले भनेअनुसार नेपालले भारतको सीमा मिचेको हो भन्ने कुरामा हामी प्रतिपक्ष पनि सही गरेर यो सदनको अवरोध हटाउनलाई हामी तयार हुन्छौँ। होइन भने यसको अर्को मात्र विकल्प भनेको प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्य स्टेटमेन्ट यो गलत हो, उहाँले यसलाई स्पष्ट पार्नुपर्छ, उहाँले यसको व्याख्यालाई सच्याउनुपर्छ भन्ने एउटा हाम्रो महत्त्वपूर्ण कुरा छ। सभामुख महोदय, यो दुईटा उपाय बाहेक यो सदनको अवरोधलाई खुलाउने त कुनै पनि उपाय हामीले देखिराखेको छैन। अब यता यो कुराहरूमा प्रधानमन्त्रीलाई ज्ञान छैन भने पनि होइन, किनभने प्रधानमन्त्रीज्यूले एउटा कर्मचारीले उहाँलाई गरेको मेसेजलाई राष्ट्रिय मुद्दा बनाइदिनुहुन्छ, सामाजिक सञ्जालमा किसिट्युरी व्यङ्ग्य र बुलिङलाई प्रमोट गर्दै हुनुहुन्छ, तर त्यो कुरा उहाँले गर्न सक्ने, सदनमा उठेका यी विषयहरूमा उहाँले बोल्न नसक्ने, उहाँलाई विषयान्तर गराउन त हामी कसैले उहाँलाई सिकाउनै नपर्ने रहेछ। र अर्को कुरा सभामुख महोदय, राजा पृथ्वीनारायण शाह हुँदै विभिन्न योद्धा र सेनाहरूले एकीकरण गरेको यो मुलुक आज गणतन्त्रको प्रधानमन्त्रीको एउटा वक्तव्यले देश विभाजित भइराखेको छ। देशका नागरिकहरू आफ्नै सीमा आफ्नै देशको पक्ष विरुद्ध लागिराखेको छन्। यो सामान्य विषय होइन सभामुख महोदय। र अर्को कुरा, हिजो यस सम्मानित सदनमा BYD को कर छली प्रकरणबारे हामी राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य दलहरूले पनि विषय उठाउनु भएको छ। आज अर्थमन्त्रीज्यू आउनु भएको छ, मलाई विश्वास छ उहाँले यस संसदमा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको दृष्टिकोणले उहाँले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ। म अर्थमन्त्रीज्यूलाई एउटा कुरा स्मरण गराउन चाहन्छु। अघिल्लो सरकारमा हुँदा यही संसदमा उहाँले भन्नुभएको थियो, शङ्करदास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि। त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ, लुटको कुरा छ, सङ्गठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डु यु वान्ट टु टेक योर वर्ड्स ब्याक? किनभने आज तपाईँ फरक बेन्चमा हुनुहुन्छ। अस्ति प्रतिपक्षमा हुँदा यसो भन्नुभयो, आज सत्तापक्षमा हुनुहुन्छ कि के गर्नुहुन्छ अर्थमन्त्रीज्यू? आज पनि सुनपानी छर्कने कि निष्पक्ष छानबिन समिति बनाएर सुशासनको मानक स्थापित गर्ने? धन्यवाद। हुन्छ, मान्य सदस्य हर्कराज राईलाई समय दिन्छु। त्यहीँबाट यता स्थानबाट आफ्नो कुरा राख्नुहोला। रोस्टरमा दिन्छु तर सभा सञ्चालन भएपछि दिन्छु। धन्यवाद सभामुखज्यूलाई र सबैजनालाई माया सम्झना। अब यो शैलीमा नबोली समस्या समाधान होला जस्तो लागेन। हामी धेरै नै औपचारिक भयौँ। औपचारिकता निभाउँदै अब यो गाँठो पर्यो होइन, डेडलक भयो, कसरी फुकाउने त? यसमा एउटा जिम्मेवार व्यक्ति म पनि हुँ। अब गाँठो पर्यो, प्रधानमन्त्रीज्यूलाई बोलाएकै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ, पक्रेर लिएर बोकेर ल्याउने चलन छैन। सभामुखज्यूले ल आउनुपर्छ भन्दा उहाँ मान्नुहुन्न, कहिलेकाहीँ आउनुहुन्छ, आएर फेरि के बोल्नुहुन्छ हुन्छ, समस्या भयो। त्यसले गर्दाखेरि म आज एउटा सङ्कल्प प्रस्ताव पेश गर्न चाहन्छु। हाम्रो नियमावली, यो अहिलेको 83 सालको नियमावलीको नियम 79(1) को ग लाई टेकेर विषय सङ्कल्प प्रस्ताव पारित गरौँ भन्ने बारेमा सभामुखज्यूलाई म यो पत्र बुझाउन चाहन्छु। सभामुख महोदय, प्रस्तुत विषयमा मिति 2083 2 महिना 17 गते
प्रतिनिधि सभाको आकस्मिक बैठक बसिरहेको बेला त्यो तालिका बाहिरको थियो, त्यसले गर्दा मैले आकस्मिक भने। प्रधानमन्त्रीज्यूले सभामा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्र विरुद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट विलम्ब हटाउँदै प्रधानमन्त्रीको समेत लिखित वक्तव्य समावेश गरी आगामी दिनहरूमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदज्यूहरू कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने, दिन नपाउने, साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने सङ्कल्प प्रस्ताव गरौँ भनी म यो निवेदन पेश गर्न चाहन्छु। र यो प्रस्ताव पारित गरेर हामीले यो गाँठोलाई फुकाउँ, जनताले हामीलाई भोलि आफ्नो निर्वाचन क्षेत्रमा जान दिन्छन् जस्तो मलाई लागेको छैन। खालि त्यहाँ झगडा गर्दै बस्छौ तिमीहरू भनेर सत्ता पक्षका सांसदज्यूहरूलाई पनि गाली गरिरहेका होलान्, हामीलाई पनि गाली गरिरहेछ। त्यसले गर्दाखेरि अब यो जिम्मेवार बन्ने कुरा हो। म यो पत्र त्यहाँ बुझाउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब सबै विपक्षी बेन्चका सबै मान्य सदस्यले बोलिसक्नुभयो, आफ्नो कुरा राखिसक्नुभयो। अब के गरौँ? विरोध गरिरहँ अथवा सभा सञ्चालन गरौँ? अब हरेक दिन यसै गरी मान्य सदस्यहरूले चाहिँ आउने, विरोध गर्ने, आफ्ना कुराहरू राख्ने, त्यसपछि अनि सभा सञ्चालन गर्न नदिने, यसो गरेर त जनताको कानुन त कसरी बन्ला र? जबसम्म सभा सञ्चालन हुँदैन तबसम्म सभा। मैले मान्य सदस्यलाई माइक दिएको छैन। मान्य सदस्य, म बोल्दैछु, म बोलिरहेको छु। मान्य सदस्य, मैले मान्य सदस्यहरूले बोल्दाखेरि अत्यन्त ध्यानपूर्वक सुनिरहेको छु र मैले मान्य सदस्यहरूलाई आफ्ना कुराहरू केही राख्न चाहेको छु। मान्य सदस्यहरू, यसरी हामी दैनिक चाहिँ आफ्ना कुराहरू दर्ज गराउने, भन्नुपर्ने कुराहरू सबै भन्ने, त्यसपछि सभा सञ्चालन गरौँ। त मान्य सदस्यहरूको कुरा त सुनियो, ध्यान आकर्षण भयो, सरकारले पनि सुन्यो। त्यस कारणले अब अगाडि बढौँ भनेपछि मान्य सदस्य सभा चाहिँ अगाडि नबढाउनुहोस् भनेपछि यसै गरी देश बन्ला, यसै गरी कानुनहरू निर्माण होला त मान्य सदस्यहरू? मान्य सदस्यहरू, अब सत्तापक्ष र विपक्षी दलका नेताहरू बिच पनि संवाद भइरहेको छ। मैले पनि मान्य सदस्यहरूले आज पनि उठाउनु भएको विषय जस्तै मैले संवाद निरन्तर गरिरहेको छु। विपक्षी बेन्चतर्फका मान्य सदस्यहरूसँग मेरो पनि संवादहरू भइरहेको छ। त्यस कारणले आज मान्य परराष्ट्र मन्त्रीले आफूले सदनमा उठेका विभिन्न विषयमा आफ्ना केही भनाइहरू राख्नको लागि समय माग पनि गर्नुभएको छ। त्यस कारणले मान्य सदस्यले उठाएको विषय पनि सम्बोधन हुन सक्छ। अब हामी उहाँलाई समय दिउँ, हाम्रो आफ्नो आजको सभा सञ्चालन सुरु गरौँ। त्यसपछि मैले हिजो पनि मान्य सदस्यलाई भनेको थिएँ, हामी संवाद पनि निरन्तर गर्दै जाउँ। यदि मान्य सदस्यहरूले राखेका कुराहरूको जवाफहरू आएन, सम्बोधन भएन भने त्यसमा फेरि हामी आज कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि भोलि गर्दै गर्दा फेरि पनि विरोध गर्न सकिन्छ। त्यस कारणले चाहिँ सभा सञ्चालन गर्नलाई सहयोग गरौँ। मान्य मन्त्रीजीले समय मागे भएर मान्य मन्त्रीजीलाई समय दिउँ, उहाँको कुराहरू सुनौँ र हामी आफ्नो कार्यसूचीमा प्रवेश गरौँ। मान्य सदस्यहरूलाई मेरो अनुरोध। मान्य सदस्य ज्ञानु पौडेल के को लागि उठ्नु भएको छ? विपक्षी बेन्चतर्फका मान्य सदस्यहरूलाई म अनुरोध गरिरहेको छु, सभा सञ्चालन गरौँ, हामी कार्यसूचीमा प्रवेश गरौँ। बस्नुहोस्, बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। मान्य सदस्य ज्ञानु पौडेललाई आफ्नो विषय छोटकरीमा राख्न समय दिन्छु। सम्मानीय सभामुख महोदय, यो प्रत्येक पटक किनभने प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम, कर्तव्य, अधिकार हामी समान छ। सत्तापक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले
हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौँ। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि, त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौँ। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु। हस्, धन्यवाद। मान्य सदस्यहरू बसौँ, हामी कार्यसूचीमा प्रवेश गरौँ। त्यसपछि पालैसँग मान्य सदस्यहरूलाई बोल्ने क्रममा म बोल्न समय दिइहाल्छु। बसौँ। मान्य सदस्यहरूको केही दिनदेखि जब यो विरोध भइरहेको छ, यो बेलामा मान्य सदस्यहरूले प्रयोग गर्नुभएको भाषाप्रति मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूलाई हाम्रो नियमावलीको नियम 21 को ख तर्फ म ध्यान आकर्षण गराउन चाहन्छु। मान्य सदस्यहरू, पक्कै पनि हामी समस्या आइसकेपछि त्यसको समाधान गर्नै पर्छ। समाधानतर्फ हामी सबै प्रयास गरिरहेकै छौँ। यो मान्य सदस्यहरूलाई जानकारी भएकै विषय हो। सम्बन्धित दलका मान्य सदस्यहरू, नेताहरू संवादमै हुनुहुन्छ। त्यस कारणले मैले हिजो पनि भने मान्य सदस्यहरूलाई, र मेरो आज पनि यहाँहरूलाई अनुरोध यही हो कि समस्या आयो भन्ने हामीलाई लाग्यो भने त्यस विषयमा समाधान खोज्नलाई जुन प्रयास भइरहेको छ यसलाई निरन्तरता दिउँ, संवाद गरौँ। तर सभा पनि त सञ्चालन गरेर जाउँ, जसले गर्दाखेरि हामीले हाम्रा कार्यसूचीमा भएका विषयहरूमा प्रवेश गर्दैमा संवाद रोकिन्छ जस्तो मलाई लाग्दैन, र संवाद रोकिएका पनि छैनन्, विगतका पनि अभ्यासहरू छन्। त्यस कारणले संवाद गरौँ, छलफलहरू पनि गरौँ, र सभा पनि सञ्चालन गर्नलाई मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। मान्य सदस्य धर्मराज के को लागि उठ्नुभयो? मान्य सदस्यहरू, अब प्रतिनिधि सभा आजको कार्यसूचीका सबै विषयहरू निकालिएको छ र अबको अर्को बैठक 2083 साल जेठ 27 गते बिहान 11 बजे बस्ने गरी आजको बैठक स्थगित हुन्छ।